हामी सिम्पल लाएर पनि आज चाहिँ मेरो प्रिय भतिज मङ्गलसिंह अङदेम्बेकोमा जाँदैछु। फाल्गुनन्द साथ याङसिङबुङ। उहाँले चाहिँ बाँसबाट बनेका धेरै चिजहरू चाहिँ बनाउनुहुन्छ। त्यसैले कस्तो कस्तो बनाउनुहुन्छ त भन्ने हिसाबले सानो भिडियो बनाउनको लागि म जाँदैछु। ल है त साथी भरे हेर्नुहोस् कस्तो चिज बनाउनु हुँदो रहेछ, कसरी बनाउनु हुँदो रहेछ म यहाँहरूलाई देखाउने छु। नमस्कार यहाँहरूलाई, म सन्तोष अङदेम्बे फाल्गुनन्द साथ याङसिङबुङ बस्ने मङ्गलसिंह अङदेम्बेलाई ठ्याक्कै उसको घरमा जाँदाखेरि भेटेको छु। यहाँ बाँसको चोयाले धेरै प्रकारको बनाउनु हुँदो रहेछ। एकछिनमा त्यो लास्टमा भिडियोमा तपाईँहरूलाई देखाउने छु। भतिज सेवारो सेवारो हो। अहिले के गर्दै हुनुहुन्छ? म त यो धमाधम जुत्ता बनाउँदैछु। आजको चाहिँ यसो पानी पनि पर्दैछ बाहिर। हजुर। अनि भित्र यसो काम नभएर चाहिँ यो बनाउँदैछु आज यो। भतिजोको खास नाम त के पो? म त मङ्गलसिंह। खास नाम पनि मङ्गलसिंह अङदेम्बे नै हुन्छ। हजुर। अब घर त पाँचथर जिल्ला परिगयो। पाँचथर जिल्ला फाल्गुनन्द गाउँपालिका साथ याङसिङबुङ है। अनि यो सुरु गर्नुभएको चाहिँ कति वर्ष जति भयो? यो मैले सुरु गरेको तपाईँको 1 वर्ष अलिकति दिनहरूमा पर्दैछ। यो असारको महिना हो। पोहोर पनि असारको महिनामै थालेको। ठ्याक्कै गते चाहिँ मलाई याद भएन। यो बनाउन चाहिँ सिक्न चाहिँ आफैले सिक्या हो कि अरू मार्फत सिक्नुभयो? होइन, यो बनाउन म आफै सिकेको भन्दा पनि मलाई सिकाउने एकजना हुनुहुन्छ। जसले मलाई सिकाउनु भयो। हजुर। उहाँ सिकाउने मान्छेले चाहिँ न चोया उकाउनु नै जान्दछ, न कि यो चोयाबाट उहाँले केही जान्नुहुन्न, तर जस सिकाउनु चाहिँ भयो क्या। बाटो चाहिँ देखाउनु भयो। यस्तो त्यस्तो लु त बजाउँछस् केटा, एकचोटि ट्राई गरेर हेर भन्नुभयो। त्यस पछाडि चाहिँ मैले ट्राई गरेपछि जस्तै यहीँ सिकाउनु भयो कि कुन ठाउँमा सिकाउनु भयो? मलाई यहीँनिर सिकाउनु भएको। सिकाउनेको नाम? सिकाउनु चाहिँ दाइ हुनुहुन्छ आइन्द्र अङदेम्बे। आइन्द्र अङदेम्बे भनेपछि को पो? मेरो आफ्नै बडो महिलाको छोरो महिला हुनुहुन्छ। अहिले कहाँ हुनुहुन्छ? अहिले साउदीतिर हुनुहुन्छ। उहाँलाई पनि यो भिडियो मार्फत उहाँलाई चाहिँ म धेरै मिस गरेको छु। किनभने उहाँले नै सिकाउनु भएको। उहाँले सिकाएर चाहिँ 1 वर्ष भयो मेरो निरन्तरता यो अहिले यहाँसम्म चाहिँ बनाइरहेको छु। यो धेरै कुरा गरिरहनु भन्दा पनि हामी अब के देखाउँछौँ भन्दाखेरि यो कसरी बन्छ, कसरी बनेको छ त्यो हामी देखाउन चाहन्छौँ होइन? हुन्छ। ल त हामी देखाउन चाहन्छौँ है अरू बनेका चिजहरू। ल हुन्छ, अब देखाउनु पर्छ। अब आज मेरो प्यारो भतिजलाई ठ्याक्कै उसकै घरमा भेटेको छु। भतिज यता हेरौँ। सेवारो सम्पूर्णलाई सेवारो टाढैदेखि नै हो। बल्ल बल्ल आज म आङस्राङदेखि नै आएको भतिज। अहिले त्यो बुन्दै गरेको चाहिँ के बुन्दै गरे भतिज? यो चाहिँ मैले यो जुत्ता बुन्दै गरेको हो। त्यो चाहिँ जुत्ता बुन्दै गरे। यो 4-5 दिनमा सकिन्छ होला। यसको जोडी चाहिँ यतिको बनाएको छु। त्यतिको चाहिँ त्यो बनिसकेको छ। फिनिसिङ बनाउनु छ। लगायत झोला भयो। हजुर। एउटा झोला बनाएको छु। हजुर। अनि एउटा चाहिँ यो क्याप छ। त्यो क्याप एकचोटि लाएर देखाउनुहोस् त भतिज। यो खालको छ ढप्प हैन। हजुर। यो चाहिँ यस्तो भिडियो बनाउँदाखेरि उता यता यसमा चिनोस् भनेर चाहिँ खासमा। हजुर, हेर्दाखेरि पनि भयो अनि टिकटक बनाउँदा टिकटक उता भिडियो बनाउनको लागि चाहिँ यिनीहरूको विशेषता भनेको चाहिँ सबै भिडियो बनाउनलाई भयो। हजुर। अनि तपाईँको एउटा झोला बनाएको छु। पुरा घुमाइ देखाउनुहोस् त भतिज। यो चाहिँ पुरै झोला है। पछाडि साइडमा चाहिँ के छ भन्दाखेरि तपाईँको गिटार छ। यो चाहिँ नयाँ डिजाइनको एउटा। हजुर। सो हेर्दाखेरि चाहिँ लुक्स चाहिँ राम्रो देखोस् भनेर चाहिँ बनाएको मैले। हजुर। अनि तपाईँको भिड्ने छ खालको है। सबै यो अर्ग्यानिक चोयाबाट बाँसबाट बनेको हो। हजुर। त्यस पछाडि स्टेपमा छ तपाईँको यो जुन हाम्रो पुत्तली भन्छ हो। यो चाहिँ नयाँ डिजाइनको एउटा तपाईँको कम्पनीले नबनाएको ड्रेस चाहिँ हजुर मैले सो एउटा बनाएर चाहिँ देखाएको छु। पुरा उल्टो पाल्टो देखाइदिनुहोस् त भतिज। यस्तो छ। यसको डिजाइन चाहिँ यहाँनिर छ। यहाँनिर जुन चाबी लाग्छ तपाईँको। हजुर। यहाँनिर लक लाग्छ। यो एकछिनमा हामी सिम्पल लाएर पनि देखाउँछ है भतिज। अनि यो चाहिँ तपाईँको माथिबाट हुन्छ। यो पनि सब मबाट चाहिँ जति बनेको छ त्यो सब डिजाइन गरेर आफ्नै मेरो डिजाइन है। यो आफ्नै डिजाइन है। कसैको नजर जस्तै यो बनाउँदाखेरि नि भतिज के प्रयोग गर्नुहुन्छ? जस्तै सामानहरू बाँसको त भइगयो। यो मैले त बाँस मात्रै हो। मैले प्रयोग गर्ने सामान भनेको एउटा काठी 4 इन्चको काठी छ। हजुर। यो चाहिँ मेरो मेन भयो। अनि दोस्रो स्टेपमा यो छ। हजुर। त्यो चाहिँ के पो भतिज? यो चाहिँ यो चक्कु हो। चक्कु यता गर्ने। अनि मैले मेन चलाउने भनेको चाहिँ यो चोया गाड्दाखेरि चोया बनाउँदाखेरि चाहिँ यो प्रयोग गर्छु। मेरो सामान भनेको यति मात्रै हो। यो बनाउँदै जाँदाखेरि चाहिँ पानी यो चाहिँ यस्तो हैन, यो अलिक लुज बनाउनलाई
अनि चया पहिला चाहिँ सुरुमा चाहिँ चया उताएर यो पकाएर पछाडि मात्रै बनाउँछु। यो चया चाहिँ पहिले तासेर पकाउनु पर्यो होइन? पकाउनु पर्यो, 2-3 घन्टा पकाउँछु। अनि टोपीको डिजाइन यो मात्रै हो कि भतिज अरू? टोपीको डिजाइन चाहिँ तपाईँको एउटा त्यो पनि लाएर देखाइदिनुहोस् न। यो पनि एउटा डिजाइन हो यो। हजुर टोपी हो। अनि तपाईँको ढाका टोपी पनि थियो, तर अहिले लगिसक्नु भएको छ, मसँग अहिले छैन। होइन, अस्ति अनि एकचोटि कोटहरू पनि बनाउनु भएको देखेको थिएँ। कोटहरू पनि अरू यहाँ छैन, सबै यता लगेर उता यता छ। यो भयो। अनि तपाईँको चाहिँ सबैभन्दा सुरुमा चाहिँ बनाएको मैले यो छ क्या। सुरु स्टार्टिङ गर्दाखेरि चाहिँ यो बनाएको हो क्या। यो बनाएँ स्टार्टिङमा। हजुर। अनि दोस्रोमा यो भयो, तेस्रोमा चाहिँ यो छ। अनि तपाईँको अर्को यो पनि एउटा डिजाइनकै लागि जामा बनाएको छु। जामा यो केटीहरूको लागि होइन? केटीलाई पनि भयो, केटालाई पनि भयो, किनभने यो भिडियो बनाउनलाई। हजुर, टिकटक के भिडियो बनाउनको लागि है? बनाउनलाई मात्रै हो यो। अनि तपाईँको कुनै ठाउँ टाढा घुम्न जाँदाखेरि अनि यता तल के छ नि, डन्ठा जस्तो छ नि, त्यो चाहिँ के हो भतिज? यो चाहिँ तपाईँको जुन हाम्रो पहिला अगाडिको यहाँनिरको झोलामा, हजुर, तपाईँको यहाँनिर टसाएको थिएँ मैले चाहिँ यो। हजुर। त्यो चाहिँ यो केटा केटीहरूले यो उकाइदिएछ, अहिले टसाउनु पर्ने छ। अनि साइडमा पनि यो खुकुरीको पनि लोगो छ क्या यो। हजुर। यो चाहिँ अलिकति एक्स्ट्रा बनाउनलाई चाहिँ बनाएको। हजुर। त्यस पछाडि जाउँ, यो चाहिँ केटाहरूको लागि यो हाफ प्यान्ट, यो चाहिँ अलिकति ठुलो भयो, सानो पनि थियो पहिला। हजुर। त्यो चाहिँ लगेर पुरा यसो पल्टै देखाउनुहोस् त भतिज। यो ट्याक्क लाएर उता यता हिँडेर। हजुर। भिडियो। अब यो माथिको चाहिँ के हो भतिज? यो चाहिँ एउटा ज्याकेट जस्तै हो। यो पनि त्यही लाउने। एकपट्टि तपाईँको फुल छ भने एकपट्टि। यो चाहिँ यसको यो पुरा सिद्ध्या हो? यो चाहिँ सकिएको हो। तपाईँको यो चाहिँ फुल हो। अनि अर्कोपट्टिको गोजीमा चाहिँ के छ भन्दाखेरि तपाईँको लकको गोजी छ। तपाईँको फोन राख्नु पनि मिल्छ यहाँनिर तपाईँको। हजुर। अब केटाहरू अहिलेको जमानामा चुरोट खाने, यो चुरोट हाल्ने उता यता। अनि अहिलेसम्म यतिको बनाएको छु। होइन, अरूले भन्थे कि मलाई कल गरेर फेसबुक मेसेन्जर मार्फत, होइन तपाईँको गाउँमा चाहिँ एउटा केटो छ, त्यसले बाँसको केहरू ढाका टोपीहरू के बनाएर मेलातिर कुद्छन् भन्ने भयो कि। अनि यसो खोज्दै जाँदाखेरि भतिजो रहेछ भन्ने अन्दाज गरेर भतिजे नै हो जस्तो लागेर म चाहिँ आएको नि भतिजोलाई। भतिजो बनाउँदैछु अलिअलि। अनि अन्तिममा तपाईँको यहाँ के भन्नुहुन्छ भतिज? म त के भन्छु, अब हेर्ने साथीहरूलाई सकेसम्म चाहिँ तपाईँहरू पनि यस्तै नयाँ डिजाइन केही गरेर चाहिँ प्रदर्शन गरौँ, देखाउँ भन्न चाहन्छु। अनि अन्तिममा यो हामी अहिले भिडियो गर्दैछौँ, मेरै गाउँको छिमेकी भतिजो पर्दो रहेछ। म त्यति साह्रो देखेको थिइनँ, अस्ति एकचोटि आएको थिएँ, बनाउँदै गरेको। आज धेरै प्रकारको बनाउनु भएको रहेछ, जस्तै यो जामा भयो, कोटहरू। अहिले यो नयाँ चाहिँ यो बनाउँदैछु। अनि माथिको नि छ नि भतिज, माथि तपाईँको चाहिँ यो चाहिँ यो चयबाट बनेको यो। हजुर। कपाल हो। ल एकचोटि लाएर देखाउनुहोस् त। भिडियो बनाउँदाखेरि भिडियो बनाउनलाई चाहिँ यो पनि एउटा कपाल हो। तपाईँको नयाँ जेनेरेसन जस्तो कपाल बनाएर हिँड्न सकिन्छ। ल हामी अन्तिममा तपाईँहरूको यो लाएर पनि डेमो हामी देखाउनेछौँ। ठ्याक्कै हामी देखाउँछौँ। जस्तै जसले मन पराउनुहुन्छ, अब टिकटक बनाउनको लागि या भिडियो बनाउनको लागि मनपर्छ भने सम्पर्क, हामी एकछिन सम्पर्क नम्बर छाडिराख्छौँ। यदि मनपर्छ भने कोठामा सजाउनको लागि पनि राम्रो भइदियो। यति मात्रै तपाईँको डिजाइन त होइन नि, अरू पनि बन्न सक्छ। जस्तै अस्ति पर्स पनि बनाउनु भएको थियो नि भतिज। पर्सहरू पनि थुप्रै बनेको थियो। तपाईँको मेरै त्यो युट्युब एकाउन्टमा गयो, टिकटकमा गयो, फेसबुकमा गयो भने चाहिँ जस्तै टिकटक ऊ भन्नु त, मेरो तपाईँको फेसबुक पेजमा पनि 5 थरी केटो छ। फेसबुक पेजमा पनि है, मनपर्छ भने त्यो फलो गर्न सक्नुहुन्छ। अनि टिकटकमा पनि तपाईँको 5 थरी केटो नै छ। अनि युट्युबमा पनि सबै 5 थरी केटै छ। लगभग तपाईँको सर्च गर्ने बित्तिकै हजुर मेरो चाहिँ चिनिहाल्नुहुन्छ। सब यो चयबाट बनेको जुन उसमा छ। हजुर। प्रोफाइल 5 थरी केटो होइन सबैतिर। जस्तै अनि बनाउने कोठा त निकै ठुलो पो रहेछ त हो भतिज। मेरो चाहिँ यहाँ अब राख्ने ठाउँ पनि छैन नि त। जस्तै यो कति सालदेखि चाहिँ बनाउने स्टार्ट गर्नुभयो भतिज? मैले योभन्दा अगाडि 1 साल अगाडि असारको महिनादेखि। आज पनि असारै हो। 1 वर्ष दिनमा चाहिँ कट्दैछ। 1 वर्ष भयो। निकै त बेची पो सकियो त होइन? अलिअलि चाहिँ बेचियो, उता यता प्रचार प्रसार पनि गरियो। धेरैलाई मन पराइदिइराख्नु भएको छ। ल ठिक छ, कसैले कोठा सजाउन चाहनुहुन्छ भने यहाँ धेरै प्रकारको बनाउनुहुन्छ भतिजोले।
जस्तै अस्ति पर्स बनाउनु भएको थियो, जस्तै कोट स्टकोटहरू बनाउनुहुन्छ, ढाका टोपी बन्छ। कुन खालको डिजाइन चाहियो सक्नुहुन्छ अनि यसो सो डिजाइन यस्तो खालको प्रकारको हुन्छ हुँदैन सो त्यो बनाइदिनु। नम्बर थाहा छ कि छैन? मोबाइल नम्बर भतिज नम्बर थाहा छ। ल मोबाइल नम्बर एकचोटि भनिदिनुहोस्। मेरो फोन नम्बर चाहिँ 9844 82 32। ए ल ठिक छ। कन्ट्याक्ट गर्न सक्नुहुन्छ। कसैले चाहियो भने मङ्गलसिंह आङदेम्बे मनपर्छ भने यसो कोठामा सजाउनको लागि चाहिँ अत्यन्त राम्रो छ। तपाईँ एकछिनमा हामी लाएर पनि अन्तिममा देखाउँछ। अघि हामीले जे माथि भिडियोमा देखाएको थियौँ त्यो चाहिँ हामी सिम्पल लाएर पनि जो बनाउँदै हुनुहुन्छ मङ्गलसिंह आङदेम्बे भतिजोले त्यो देखाउँदै यहाँ सिम्पल देखाउँदै पछाडिको चाहिँ तपाईँले बाँसले बनेको तपाईँको त्यो के भन्छ किचन। अब यो चाहिँ तपाईँको माथिको अघि मास्क र टोपी हामीले देखाइहाल्यौँ। त्यो पछाडि लगाएको चाहिँ तपाईँको पछाडि फर्किनुहोस् त भतिज। यसको चाहिँ के पो भन्छ? पुत्तली। एकचोटि पङ्खा हल्लाइदिनुहोस् भतिज। ल अब यतापट्टि फर्किनुहोस् भतिज। अनि तल लगाएको चाहिँ जामा भएको। अब तल अघि एउटा भिडियोमा हामीले देखाउन चाहिँ मिस्टेक त्यो जुत्ता यो चाहिँ केले बनेको भतिज? होइन खोस्टाल बन्जोग बाबी खोस्टाले बनेको रहेछ। ल अत्यन्त यो टिकटक उहाँले पनि चलाउनुहुन्छ। अघि 5 तारिक केटो भन्नुभयो यसो चलाउन चाहनु भाडामा त जाँदैन होला भतिज? अस्ति भाडामा लगेको त अनि ल्याएको छैन नि त। उनीहरूलाई के भन्न चाहनुहुन्छ? भन्नु पऱ्यो नि त तपाईँको मेहनत गएको छ। ल्याइदिनु भएको छैन माथि एक ठाउँ राखीमा चाहिँ राखिदिएको छौँ भन्नुभएको थियो। चाहिँ बोलाउनु भएको थियो तर अब लिन जानै भएको छ। ए बोलाउन चाहिँ बोलाउनु भएको छ। ल एकचोटि उहाँहरूले जसले लानु भएको छ सुरक्षित साथ यहाँ पुर्याइदिनु पनि हामी अनुरोध गर्दछौँ। एकचोटि खोल्नुहोस् त भतिज। ल अर्को कान्छा अर्को ल्याउ त एकछिनै भतिज। अब अर्को त्यो खोल्नु पऱ्यो नि त त्यो पुत्तली। अघि पुत्तलीको डिजाइन पो अहिले चाहिँ कोटको डिजाइन यहाँ आउँदैछ। ठ्याक्कै पछाडि फर्किनु। त्यसमा चाहिँ के अड्ने हो भतिज? चुरोट पर्स जस्तै होइन गोजी जस्तै। अब यो पल्लोपट्टिको यतापट्टि छ नि त्यो चाहिँ के? ए त्यो फुल हो। ल एकचोटि यो चाहिँ तपाईँको मेरो च्यानल अहिले नयाँ खोलेको छु सन्तोष लिम्बू युट्युब च्यानलमा। यो भिडियो चाहिँ त्यहाँ हेर्न सक्नुहुनेछ। अन्तिममा के भन्न चाहनुहुन्छ भतिज? ठिक छ होइन? ठिक छ। ल त ल।